वाक्क दिक्क पारिसक्यो यो पानीले। अस्ति नै 4 अक्टोबरमा वाक्कै लगाएर अब चाहिँ नुहाइज भनेर भनेको फेरि आयो। कति रुममा बस्दा बस्दा भइसक्यो। त्यसो तल बरु सिनहरू हेर्नुपर्छ भनेर बाहिर निस्केको। यहाँनिर हेर्नुहोस् तल नै घाम के अरे धान पाकेको अलिक ओह्रो आएर हेऱ्यो भने चाहिँ यहाँ देख्छ नि त कति रहर लाग्दो छ हो। घरमा बसिरहनु पनि अन्त पानी झरी भएको बेलामा एक त टेन्सन हो एकदम ज्यादा। बाटोतिर यस्तो बिजोग छ कि पानी बगेर कस्तो खालको टेन्सन भन्यो नि। कस्तो एक प्रकारको टेन्सन हुन्छ कि घरभित्र पहिरोले लान्छ भन्ने त होइन, तर पनि अब पानी परिरहेको घरबाट बाहिर निस्किनु नपाएर क्या एकदम। यो तलको सिन चाहिँ कस्तो छ यी गाउँमुनि यसरी धान मजाले फल्छ नि त, अन्त पाक्नु लागेको यहाँ। तर यसरी धान उम्रेपछि के अरे धान यसरी फलेपछि चाहिँ पानी पर्नु हुँदैन भन्छ नि त। पानीले चाहिँ सोत्तर पार्छ अरे। अब यो पाक्नु आँटेको धान यहाँनिर लडेको पनि देख्छ, यी सबै लडायो। यो त यी लडेको छ, यो मुनि चाहिँ अलिक ठाडो होला हो, यहाँ मुनि त डल्लै लडेको देखिरहेको छ। यस्तो दामी धानबारी पनि स्वा बनाए पानीले, खतम बनाए। तपाईँहरूकोतिर कस्तो छ यहाँ भन्नुहोस् त।